शाह प्रधानमन्त्री बन्ने छाडकेट देख्नु मेरो सुधारै गर्न सकिँदैन यो विषयमा त अर्को विकल्पै छैन। हेर्नुहोस्, अहिले निर्वाचनको परिणामले यो बाहेक अर्को विकल्पै छैन। बालेन बाहेक अर्को विकल्पै छैन। यो परिणाम के हुन्छ? ल बालेनको ठाउँमा अरू कोही प्रधानमन्त्री भयो भने के हुन्छ? ठेक्दैन। व्यक्तिको अनुहार छिन्दैन। संविधानको धारा 76 ले म कानुनी कुरा भन्दैछु है, 76 ले के भन्दैन, संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ। यहाँ बालेनपट्टि प्रधानमन्त्री हुँदैन, रवि लामिछाने पनि हुँदैन। तर निर्वाचनमा एउटा घोषणा गरेर हिँडेको छ नि, आजको दिनमा रवि लामिछाने पार्टीको अध्यक्ष पनि र संसदीय दलको नेता र प्रधानमन्त्री चाहिँ बालेन शाह हुन्छ भने त्यो घोषणा गरेर हिँडेको हुनाले आजको दिनमा रवि लामिछानेको पार्टीले या घन्टीले बालेन शाहलाई चाहिँ संसदीय दलको नेता नबनाइकन यो अन्तर्गत गर्दै त्यो गऱ्यो भने त्यो सिधा आजको भोलि जनताको आँखा गिरिहाल्छ। त्यो हुँदैन। तपाईँ के भन्न चाहनुहुन्छ? प्रजातान्त्रिक पार्टीले प्रतिपक्ष विहीनको कुरा परिकल्पना गर्छ अनि मतै पाउनु भएन भने के गर्ने? कस्तो भने मेरो राष्ट्रपालले मात्रै एकलौटी पाएको छ। उहाँले भनेको कुरा के भने प्रतिपक्ष बलियो हुनुपर्छ। त्यो त हो राष्ट्रपति रणनीति। त्यसैले अब चाहिँ राष्ट्र अब अर्को इलेक्सन आउँदाखेरि यसरी भित्तैमा पुर्याउने गरेर काम नगर, अलिकति प्रतिपक्ष आउने बलियो हुने गरेर अलिक काम बिगाएर ल्याउ भनियो अनि प्रतिपक्ष बलियो अनि नेपाली हो जनताले ल्याउने भोटमा तपाईँ मैले छेक्छु। कम्युनिस्ट मुलुकमा मात्रै निर्विकल्प त्यो त भन्नु खोजेको निर्वाचनमा भइसकेपछि 2/3 बहुमतमा ल्याउँदाखेरि त कसै दुईटा निर्वाचनमा यसरी मत ल्याउँछ भने सोचा पनि थिएन। मेरो कुरा सुन्नुहोस् न, मेरो बराबर नेपाली कांग्रेसले चुनाव 15 सालमा जित्दा हामीले 2/3 बहुमत जित्यौं। तपाईहरुलाई जनताले रुचाएनन् भने त तपाईहरुलाई प्रतिपक्ष बिन चल्दैन भनेर दया गरेर दिने कुरा नि त हो। मेरो कुरा तपाईले यस्तो कुरा छ के भने तपाईले प्रजातन्त्रलाई टेवा पुग्ने कुरा बोल्नुस् न। पत्रकारले भन्या हैन प्रजातन्त्रलाई त्यो मैले भनेको के हो भने लोकतन्त्रको मर्म विपरीतै हुन्छ प्रतिपक्ष भएन भने। तर प्रतिपक्ष बनाउने नबनाउने त जनताको हातमा रहेछ। त्यसमा के विवाद जनताको हातमा र काम गर्ने मान्छेको काम गर्ने पार्टीको पनि जिम्मेवारी छ। पार्टीको जिम्मेवारी छ। जनताले चाहिँ के भने एक भोट पनि दिएन कांग्रेसलाई। एउटा उम्मेदवारलाई त एक भोट पनि आएन। पाएन नि उसो चाहिँ के अरे जत्रो बत्ती बाल्ने कुलमान घिसिङ अन्याय गरे होइन।